Subscribe and press the bell icon for more. सम्पूर्णमा नमस्कार। आज म कवि शिरोमणि लेखनाथ पौडेलको कालमहिमा शीर्षकमा रहेको कविता वाचन गर्दैछु। भाका भूल दया क्षमा र ममता सन्तोष जान्दैन त्यो इन्द्रै विन्ती गरून् झुकेर पदमा त्यो विन्ती मान्दैन त्यो थुप्रो माउदिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो खाता जाँची सबै दुरुस्त नबुझी बिर्सेर हान्दैन त्यो राजा रङ्क सबै समान उसका वैषम्य गर्दैन त्यो आयो टापटी प्यो लाग्यो मिति पुग्यो टारेर डर्दैन त्यो लाखौँ औषध शस्त्र महिमा देखेर डर्दैन त्यो व्याधा तुल्य लुकेर चल्दछ सदा मारेर मर्दैन त्यो आँसुका दहमा नुहाउँछ चिसो पानी रुचाउन्न त्यो सुखा जर्जर अस्ति पन्जर बिना सैया बनाउन्न त्यो मैलो भस्म शिवाय अङ्गभरमा केही लगाउन्न त्यो हाहाकार सरी मिठो अरू कुनै सङ्गीत गाउन्न त्यो जो मिल्छ सुलुक निल्छ मुखमा हाली चपाउन्न त्यो थाल्यो च्वाम्म सबै चपाउन भने आहार पाउन्न त्यो जति मिल्छ उति उकेल्दछ पनि केही पचाउन्न त्यो यही चालासित कल्प कल्प कहिले खाइ अगाउन्न त्यो।